सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल ग्यास खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरे बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। तपाईहरुले सहयोग गर्नु पर्यो यो आन्दोलनमा। यो आन्दोलन हामी बन्दुक बारुद बोकेर आउने आन्दोलन, सिंहदरबारमा आगो लाउने, मान्छेका घरहरू जलाउने, नेपाली नागरिकहरूका घर जलाउने अनि व्यापार व्यवसाय जुन बिजनेस हाउसहरूमा तोड्ने हाम्रो आन्दोलन होइन। हाम्रो आन्दोलन भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रा 14 अञ्चल 75 वटा जिल्ला 165 नै क्षेत्र तपाईको बन्द हुन्छ। हामीले बन्द आह्वान गरेका छौं। हाम्रो आन्दोलन मङ्सिर 7 गतेदेखि हुन्छ। मङ्सिर 7 गते आज मैले भन्नै पर्यो, किनभने बीचबीचमा मान्छे कन्फ्युज भयो। किनभने किन मङ्सिर 7 मा भन्देखि मङ्सिर 7 भनेको के भने दिल्लीमा 12 बुँदे सम्झौता भएको थियो दल र माओवादी, त्यतिखेरको माओवादीसँग, विद्रोही शक्तिसँग। त्यही 12 बुँदे सहमतिको कारणले गर्दाखेरि आज देशमा राजसंस्था गयो, हिन्दू अधिराज्य गयो, सब कुछ गए, नेपाली नागरिक पनि विदेश गए। आज सबै देश खाली भएर विदेशीहरूको षड्यन्त्रमा परेर आज विदेशीहरूकै इशारामा चल्ने, त्यसमा पनि एनजिओ र आइएनजिओ का सरकारहरू आए। यहाँ एनजिओ र आइएनजिओले चलाएका यो तपाईहरुले सबैले बुझ्नु भएको छ। त्यसले गर्दाखेरि हामी आज खास गरेर हाम्रो अभियान दुर्गा प्रसाईले चलाउँदै गरेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाऊ महाअभियान यो पशुपति जोगाउने अभियान हो। यो माता दुर्गालाई जोगाउने अभियान हो। हाम्रा छोराछोरी घर फर्काउने अभियान हो। तपाईहरुका मैले तपबहादुर मगरज्यूलाई पनि सोधेँ, तपाई कति वर्षको हुनुभयो? यो अभियान हाम्रो सफल भएन र हामीले जितेनौँ भने तपाईको लास उठाउने तपाईका नाति नातिना पनि घरमा आउँदैनन्, तपाईका छोराछोरी पनि आउँदैन। त्यसले गर्दाखेरि सबैजना यो व्यवस्था परिवर्तन गरौँ, यो अवस्था परिवर्तन गरौँ भनेर हामीले मङ्सिर 7 गतेलाई आन्दोलनको तयारी गरेका छौँ। आउने मङ्सिर 7 गते भनेको लगभग अब 20 दिन बाँकी होला। यो 20 दिन भित्रमा तपाईहरुले सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल ग्यास खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। हामीले मानव अधिकार आयोगको अध्यक्षलाई पनि त्यही भनेका छौँ, अग्रिम जानकारी गराएका छौँ हैन, अध्यक्षज्यू तपबहादुर मगरज्यूलाई र अरू सम्पूर्णलाई। त्यसले गर्दाखेरि यो बीचमा हुने कुनै पनि आन्दोलन भन्दा पनि मङ्सिर 7 गतेदेखि व्यवस्था परिवर्तन हुने आन्दोलनमा सबैजना, फेरि तपाईहरुले पनि, तपाईहरु मिडियाका साथीहरुले पनि कस्ता मिडियाले बोकेर हिँडेर छन् देख्नुभयो नि। आज वास्तवमा तपाईहरुको भूमिका युट्युबे भनेर गाली गर्थे, आज तपाईहरुको भूमिकाले यो अलिकति केही बाँच्न सफल भएको छ र निकट केही दिनमै हामी पत्रकार सम्मेलन गरेर केही कुराहरू पनि सार्वजनिक गर्दैछौँ, अझ सार्वजनिक गर्दैछौँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गते सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मानवाधिकारवादी भए हैन, पत्रकारहरू भए, पुलिस प्रशासन, पुलिसलाई त म के भन्छु भने आइजिबी साहब र पुलिसका र सेनाका निजामती कर्मचारीहरूलाई अब मङ्सिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरू पनि तपाईहरु पनि नआउनुहोस् अफिसमा, पुलिसहरू पनि तपाईहरु पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँको, यो व्यवस्था फ्याँकेर पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरे बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। सञ्चार माध्यममा जे आइरहेको थियो दुर्गा प्रसाई अब आन्दोलनमा नजाने सरकारसँग वार्ता गर्न तयार भनेर आइरहेको थियो, के हो यो चाहिँ खासमा? होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो, मलाई थुन्ने कुरा पनि मिडियामै आयो होइन, कुरा बुझ्नु भएन। अब अहिलेसम्म पक्रिन, पुलिस पनि आउँदैन, वार्ता गर्न सरकार पनि बोलाउँदैन। हामी अघि बढेका छौँ र हाम्रो अभियान अघि बढिसक्यो। आन्दोलनमा घाइते र मृत्यु भयो भने चाहिँ त्यसको जिम्मा दुर्गा प्रसाईले लिन्छ? होइन, मैले कहिले लिन्न भने त चैत 15 गतेको घटना पनि त हामीले नै गरेको हो, तर गोली हान्ने काम त हामीले गरे होइन नि। फेरि दुर्गा प्रसाई भाग्नुपर्ने स्थिति आउँछ कि के छ?